हेलो गाइज, गुड मर्निङ र स्वागत छ नवराज गिरी भ्लगमा हजुरहरूलाई। र आज पनि फेरि मैले न्यू भ्लग लिएर आएको छु। यहाँनिर आज चाहिँ मेरो जेसिबीको क्याबिसी पड्क्या गर्ने भएर होइन, मैले चाहिँ बिहान मिस्त्री बोलाएर होइन अब यहाँ खोल्न लाग्छौँ। मेरो चाहिँ यो जेसिबीको यो क्याबिसीको त्यो घटोको प्रब्लम कहिले त्यो फुट्छ कहिले त्यो फुट्छ। त्यस कारणले आज बिहानै मिस्त्री बोलाएर यहाँ खोल्ने कार्यक्रम भइरहेछ। मामा चाहिँ हेरिरहनु भएको मिसिन चालेर होइन टक्क लाएर मजाले काम गर्ने निस्किराख्नु भएको छ। हेर्दै गर्नु होला आजको दिन, आजको काम कस्तो हुन्छ होइन, हेर्दै गर्नु होला। फाइनली टिको पनि निकालिसकेको छ होइन, पड्किएको चाहिँ गरम छैन यो पड्किएको होइन होला। म होमवर्क निकाल्छु है त गाइस, पड्किएको थियो निकाल्छ। हाम्रो चाहिँ पुरानो चाहिँ त्यो फुटेको त्यो निकालेर अब यहाँ नयाँ हाल्नलाई लाग्दैछन्, हेर्न सक्नुहुन्छ। त्यसको बाँकी नै छ निकाल्नलाई। त्यो अवस्थामा छ अहिले। एउटा चाहिँ तयार भयो, अर्को चाहिँ अब यहाँ पुरानोलाई निकाल्दै हो। फाइनली एउटा चाहिँ अब फिट गर्नु लाग्यो गाइस। खोल्न चाहिँ हामीलाई यहाँनिर अलिक गाह्रो पऱ्यो। यो चाहिँ अलिक टाइट रहेछ, ठुलो पेचकस भयो फेरि भ्याट्टै खुल्थ्यो। अब ठुलो पेचकस छैन गाइस, अनि त्यही भएर यसलाई चाहिँ खोल्न गाह्रो परिरहेछ। त्यही पनि यहाँनिर खोल्ने प्रयास जारी छ। एउटा चाहिँ यहाँनिर फिट भइसक्यो, मास त कसमा बाँकी छ। एउटा अब यहाँ खोल्नै बाँकी छ, त्यसरी फेरि अर्को नयाँ हाल्न पर्यो। हेर्दै गर्नु होला। त्यहाँभित्रको माल हामीले निकालिसक्यो होइन, हामीले भन्दाखेरि उहाँले अगाडि उता छ नि। अब अर्को यो नयाँ माल यहाँ प्लास्टिकभित्र हो। पशुपति बगैँचाबाट सिधै गएपछि अनि एउटा देब्रेपट्टि छिर्ने फर्स्टमै चाहिँ पनि टक्क लाएर गर्न लाग्यौँ। गाइस हाम्रो चाहिँ फाइनली यो चारवटै बोल्टो चाहिँ कसिसक्यो। यहाँ अब एयर छुट्याउने कार्यक्रम भइरहेछ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एयर छुट्याइरहेछ, चारवटै बोल्टो टक्क कसिसक्यो। चारवटा दुईवटा, यता दुईवटा, यो त पहिल्यै ठिक। यहाँ चाहिँ एयर छुट्याउने कार्यक्रम भइरहेछ। फाइनली मेसिन चाहिँ रेडी भइसक्यो होइन, अब लगाउन बाँकी हो होइन। फाइनली अब हाम्रो क्याप्सीको गोटोलाई चाहिँ कसेर टक्क रेडी बनाइसक्यौँ। अब फाइनली स्टार्ट पनि हान्छ। अब स्टार्ट पनि भयो गाइस, आशा हुन्छ। ग्राउन्ड घुमाउनु पर्यो गाइस।
गाइज आजको हाम्रो काम चाहिँ पुरै फाइनल भयो गाइज होइन अर्को मैले सब चलाएर त्यसरी अब यहाँले ट्रान्समिसन थप्नु थियो होइन ट्रान्समिसन पनि थप्यो होइन आजको चाहिँ हाम्रो टकन टुकुन सबै ल ठिक भयो होइन अब यस्तै हो गाइज ल आजलाई यति नै हो अब भोलि पर्सि अब कुनै दिन फेरि अर्को नयाँ भ्लग लिएर आउँला केही विषयमा है त ल